ओहो अमिलो है, हेर्दै कस्तो मुखबाट पानी आउने जस्तो एकदमै। यो चाहिँ हामी प्राय साँधेर खाने गर्छौँ। अनि मैले चाहिँ फर्स्ट टाइम हो मैले पनि यसो पकाएर पनि खानु मिल्ने रहेछ। यो मेथी अनि यो के अरे लसुन झानेर गुलबेराहरू हालेर अनि स्पेसली चाहिँ अलिक बढी हरियो लसुन हाल्नुपर्ने रहेछ यसमा। हामीले साइडमा काटिरहेको थियौँ, योभन्दा बढी हाल्नुपर्ने, हामीसँग जति थियो त्यति राख्यौँ। अनि मटर खोर्सा पनि राख्यौँ अघि छोडाको, अनि खोर्सानी हरियो खोर्सानी राखेर एकछिन चलायौँ। अनि चाहिने मसलाहरू जस्तै धनियाँ जिरा अनि नुन, यसलाई नुन राखेर एकछिन चलायौँ। अनि अरू मसला राख्नु पर्दैन, यति राखे पुग्छ। अनि हामीले यो अघि काटेको अमिलो राख्यौँ है। अमिलो देख्ने बित्तिकै अब पानी पनि आउँछ। अनि यस्तो घाममा अहिले झन् जाडोमा घाममा बसेर साँधेर खानुहुन्छ होला कतिले। अनि अझै यो स्पेसली यो सिन्धुलीको बाटोमा पनि बेच्ने गर्छन् है, कस्तो मिठोवाला हुन्छ। धेरै अमिलो त म पनि खान सक्दिनँ, तर हेर्दा चाहिँ मुखबाट पानी रसाउँछ। अनि पकाएर चाहिँ फर्स्ट टाइम ट्राई गरेको। अनि हामीले यो मसला हालेर पानी हालेर लगाइदिउँ बिर्को। अनि पाकिसकेको फाइनल रिजल्ट चाहिँ यस्तो थियो है। अनि यस्तो मजाले लतक्क पाकिसकेको थियो, हेर्दा फर्सी जस्तो छ तर अमिलो। तर एउटा यो बोक्रा चाहिँ निकाल्नु पर्ने रहेछ क्या, नत्र तितो हुने रहेछ। बोक्रा निकालेर बनाउनु पर्ने, बोक्रासँगै पकाएर चाहिँ अलिअलि तितो थियो तर एकदम मिठो थियो, गजब।